सो गाइज आउनुहोस् म आज तपाईँहरूको कुरा काट्दैछु सुन्नु होला। तपाईँहरूले मलाई जहिले पनि त लुरी भइस अलिखा होइन तिमी त खाँदैनौ कि क्या हो, कति विधि लुरी तिमीलाई खाने बेला घरबाट बाहिर निकाल्छन् कि क्या हो भनेर भन्ने महानुभावहरूको लागि यो भिडियोमा तपाईँहरूको कुरा काट्दैछु। महानुभाव, तपाईँहरूलाई मेरो बारेमा यति धेरै चिन्ता रहेछ, यति धेरै पिर रहेछ, खाँदैन लुरी भयो भनेर त्यस्तो धेरै चिन्ता रहेछ त के हेरेर बस्नु भएको? चिन्ता मात्रै लिएर हुन्छ र? मेरो अकाउन्टमा मेरो ब्याङ्कमा यसो अलिअलि पैसा हालिदिनुहोस्, 20-25 हजार कति छ होइन भने, टन्नै छ भने 2-3 लाखै हालिदिनुहोस्, हामी बसी खान्छौँ नि घरमा यसै गरी। अब पैसै छैन भने पनि केही फरक पर्दैन के, यो चामल, यो नुन तेल भुटुन, यो खानेकुरा खाद्यान्न वस्तुहरू सबै किनेर पठाइदिनुहोस् होइन। किन तपाईँहरूलाई यति धेरै टनटनै गर्नु पर्दैन नि? त्यसपछि त पिर चिन्ता लिनै पर्दैन तपाईँहरूले त्यसपछि मेरो, बुझ्नुभयो? म यसरी खाइदिन्छु, म यसरी सकाइदिन्छु नि त। दिनमा त मैले कतिचोटि खान्छु, तपाईँहरूले त मलाई पुर्याउनै सक्नुहुँदैन। अब साथीहरू भन्यो भने भनेको जस्तो हुन्छ होइन। मलाई चाहिँ उल्टै तिनीहरूको पिर लाग्न थाल्यो के। तिनीहरूले मेरो बारेमा यति धेरै पिर चिन्ता लिँदा कतै तिनीहरू सेलटुङ्गुर त खाने होइनन् भनेर पो पिर लाग्न थाल्यो त। तिमीहरूको सास फुस्केला, मेरो चिन्ता नगराओ, चिन्ताले चिताको बाटो लान्छ अरे गाइज हेर। त्यही भएर मैले खाएन, म लुरी भयो भनेर तिमीहरूले चिन्ता नगराओ मेरो, बुझेको हो नि? अब त्यो कहिले खानै नपाएको जस्तो, कहिले खानाको अनुहारै नदेखेको जस्तो, जति बेला पनि मुखमा हाले पेटामा छिराएको छ होइन, मुखबाट छिराएको छ पेटामा हालेको छ, त्यस्तो होइन नि त। हामी भोक लाग्दा हामीले खाइरहेको हुन्छौँ, तिम्रो जस्तो च्यान होइन नि त। महाशयनी ज्यू पानी खाँदा पनि फ्यात्तै पर्ने जिउ होइन नि त हाम्रो। आफू भैँसी भाखा, मलाई पनि भैँसी बनाउनु खोज्यो हो क्या हो?